नमस्ते, कुरा गरौँ पहिले यो र 10 जनाले थोरै नुन हालेर यसमा हालेर चेस कमिला राखेर आधा काट्नुहोस्। अनि बेकन बेर्नुहोस् र पिठो र त्यसपछि अन्डा हाल्नुहोस् र त्यसपछि यो र गहिरो फ्राई गर्नुहोस् र त्यसपछि यसलाई खानुहोस् र यसको आनन्द लिनुहोस्। मैले डिप फ्राई बेकन चीज बर्गर बनाएँ। 3, 2, 1 पटक। पहिले यो हो र 10 जनाले थोरै नुन हालेर यसमा हालेर चेस कमिला हालेपछि आधा काट्नुहोस्। अनि बेकन बेर्नुहोस् र त्यसलाई पिठोमा राख्नुहोस् र त्यसपछि अन्डा हाल्नुहोस् र त्यसपछि यसमा राख्नुहोस् र गहिरो फ्राई गर्नुहोस्। अनि खानुहोस् र आनन्द लिनुहोस्। त्यो बारेमा प्रश्नहरू रमाइलो लाग्यो पहिले यो र 10 जनाले थोरै नुन हालेर यसमा हालेर चेस कमिला राखेर आधा काट्नुहोस्। अनि बेकन बेर्नुहोस् र त्यसलाई पिठोमा राख्नुहोस् र त्यसपछि अन्डा हाल्नुहोस् र त्यसपछि यसमा राख्नुहोस् र गहिरो फ्राई गर्नुहोस्। अनि खानुहोस् र आनन्द लिनुहोस्। पछि भेटौला र पछि भेटौला।